यो चाहिँ हाम्रो ठ्याक्कै यो कुलेखानी ड्याम भन्दा तलको चाहिँ एउटा पुल छ। यो पुल कटेपछि फाखेलको बाटो जाने कि सिस्नेरीको बाटो जाने भन्ने कुरा त्यहाँ दुईटा बाटो। अहिले म त्यो बाटो पनि देखाउँछु। बाटो आए पनि यहाँनेरिको यो पुल तर्नै पर्ने हुन्छ। धेरैवटा बाटाहरू छन्। उता चन्द्रगिरीबाट पनि छ, विभिन्न ठाउँबाट छ। विशेष गरी अहिले पिच भएको 100% पिच भएको बाटो भने चाहिँ सिस्नेरी र फाखेलबाटै हो। र म चाहिँ फाखेलको बाटो प्राइभेट कार चढ्नेहरूलाई फाखेलको बाटो नै ठिक रहेछ भनेर रिफर गर्छु। दसैँको बेलामा यात्रा गर्नलाई यहाँहरूलाई कता के भन्ने कन्फ्युजन भइरहेको हो भने अनि अब सिस्नेरीको बाटो चाहिँ यहाँ जक्सन पनि म देखाउँछु। सिस्नेरीको बाटो चाहिँ अब अलिकति भिडभाड यताउता अनि अलिअलि त्यो उसले गर्दा बाटो पनि अलिअलि गरे हुनाले गर्दा यताको बाटो राम्रो भने अब मैले चाहिँ हो यहाँबाट अब म चाहिँ माथितिर लाग्छु हैन। अब धेरै चाहिँ तलबाट पनि जानुहुन्छ, हामी चाहिँ यहाँ माथितिर लाग्ने है र। म चाहिँ यो हेटौँडाबाट कुलेखानी हुँदै आउँदाको अवस्थामा है। यो चाहिँ यो बाटो अलिकति उकालो पनि छ तर छोटो पनि छ। आहा कति ज्ञानी हो नि त, यसरी बस्नु नि पर्छ उकालामा। उकालो आउँदै गरेलाई अलिकति प्राथमिकता दिनुपर्छ। यहाँहरू सबैलाई थाहा हुनसक्छ होइन। नियमले भन्दा पनि व्यावहारिक आधारमा अगाडि बढ्नुपर्ने छ। किनभने जहाँनिर आफूलाई सहज हुन्छ, जस्तो हामी अब उकालो जान लागेको त्यहीँ पनि बसिरहेछौँ। किनभने जहाँ बाटो निस्किन्छ जतापट्टि सहज हुन्छ ठ्याक्कै त्यता पसिहाल्ने हो। यहाँ उहाँ भनेर विवाद गर्नुको कुनै अर्थ छैन। म आफै चलाउने, आफैले भिडियो बनाइरहेको हुनाले कुनै कुनै ठाउँको मैले यहाँहरूले चाहेर पनि भिडियो देखाउन सके होइन। यसलाई अन्यथा नलिनु होला। र फेरि के हो त भिडियो बनाउँदै हिँड्ने लापरवाही होला नि भन्नु होला, त्यो पनि होइन। म एकदम स्लोमा एकदम सतर्क भएर अनि भिडियो बनाइरहेको छु। यहाँ त्यही 1 नम्बर 2 नम्बर भन्दा माथि हिँड्न पनि मिल्दैन। त्यो भएको कारणले गर्दा नि हो। अनि अर्को भन्ने चाहिँ अब अलिकति ह्यान्डलिङको कुरा हुन्छ। या ह्यान्डलिङको पक्ष चाहिँ मेरो अलिक सहज कन्फिडेन्ट हुन जरुरी छ, तर ओभर कन्फिडेन्ट पनि राम्रो होइन। यहाँहरूलाई त्यो थाहा छ। मैले मलाई सम्झाएको र मलाई नै सुधार्नको लागि भनेको र मात्र यहाँहरूलाई चाहिँ रिपिटेसन इज मदर अफ नलेज होस् भनेर रिपिट मात्रै गरेको है हजुर। जय होस्। तर एउटा भएको कुरा चाहिँ सतर्क हुनुपर्ने। यो बाटोमा आउँदा गाडीहरू एकदमै सबै कुरा चाहिँ अप टु डेट छैन। र यो बाटो आउनुभयो भने चाहिँ आफूले त दुःख त पाउनु नै हुन्छ, तर सारा पब्लिकलाई दुःख को चाहिँ एउटा वातावरण पनि हजुरकै कारणले सिर्जना हुन्छ। एउटा बाटो छ चन्द्रगिरी कलङ्की निस्केर जाने, अनि एउटा बाटो छ सिधै उता फाखेलतिर लागेर दक्षिणकाली नै निस्किने। दक्षिणकालीको पुलिस बिटनेरी पुगिन्छ। हो यो चाहिँ थाहा पाउनु पर्यो यहाँनिर आएर है। यो पुलबाट यो चाहिँ चन्द्रगिरी यो मानसरोवर के भन्छ होइन, त्यहाँ उताबाट आउनेहरू जम्मै त्यो बाटो हो। हामी चाहिँ अब यतापट्टिबाट फाखेलपट्टि लाग्छौँ अनि उहीँ दक्षिणकाली नै भेट्छौँ। धेरै चाहिँ त्यो बाटो आएर यहीँ जोडिने हो। फेरि यहाँ जति पनि बाटाहरू छन् आखिर त्यो अहिलेको पुलै तर्ने हो, अनि त्यहाँबाट मात्रै कुलेखानी जान सम्भव छ। यो यहाँहरूलाई भन्दै अहिले फेरि म चाहिँ ओझेल पर्छु है त। यहाँ चाहिँ यो पब्लिक सुमोहरूले चाहिँ एकदमै हर्न बजाइ गर्छन्, पछाडिबाट नि बजाउँछन्, जताबाट नि बजाउँछन्। तर यहाँले के बुझ्नु पर्यो भने सकेसम्म बाटो नछोडिकन सुई हिँड, अगाडि आफू दौड। अब सक्दो
सक्दैनौ भनेदेखि साइड देऊ, तर बिना सिटी आफू रोकेर बसेर उसलाई पठाउनु पर्छ भन्ने चाहिँ होइन भनेर बुझ्नु पर्यो। हर्न बजाउने बित्तिकै रिसाउनु पनि भएन, अनि अब आफू रोकेर बसेर उसलाई बाटो छोडेर पनि साध्य हुँदैन। यो कुरालाई चाहिँ एकदम मध्यनजर गर्नु पर्यो। अनि यो चाहिँ माथि डाँडासम्म नपुगुन्जेल चाहिँ अलिकति यो बाटो चाहिँ ग्राभेल छ, राम्रो छ बाटो, तर धुलो चाहिँ अलिअलि देखिन्छ। यो कुरा अब तल पनि अलिकति चाहिँ त्यस्तै रहेछ। यो सिस्नेरीको बाटो जाँदा पनि यो बाटो आउँदा नि अलिकति एक साइड पिच गरिसकेको छ, अर्को साइड चाहिँ यस्तो रहेछ। बाटै नहुँदा नि पछाडिबाट नि हर्न बजाएको बजाइ चाहिँ गर्छ नि, अचम्म लाग्छ हामीलाई। ठ्याक्क यहाँ आएपछि यो चाहिँ यताबाट आउने चाहिँ यो दक्षिण काली तल गैराबाट आउने, सिस्नेरी हुँदै आउने। अनि म अहिले आएको चाहिँ यता माथि डाँडै डाँडा आएँ, अनि आएर भेट हुने ठाउँ चाहिँ ठ्याक्कै यही हो।